श्री गणेशाय नमः। ॐ श्री सरस्वत्यै नमः। ॐ श्री स्वस्थानी देव्यै नमः। ॐ श्री सांब सदाशिवाय नमः। आदरणीय भक्तजन, हामीहरू अब आजको कथा श्रवण गर्न गइरहेका छौँ। हाम्रो मनले चिताएका तमाम इच्छा आकांक्षाहरू सबै माता भगवती श्री स्वस्थानी देवीको कृपाले गर्दाखेरि पुरा हुँदै जाउन् भन्ने कामना गर्दै सम्भव भएसम्म हातमा चन्दन अक्षता पुष्प लिएर भगवती स्वस्थानी देवीको ध्यान गर्नुहोला। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैः गायन्ति यं सामगाः। ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता। सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीं कथां सुदोपमां देव्याः श्रुत्वाभीष्टफलं लभेत्। श्री स्वस्थानी परमेश्वर्यै नमः। स्वस्थानी भगवती को जय। श्री सरस्वती भगवती को जय। सांब सदाशिव भगवान को जय। समस्त 33 कोटि देवी देवताहरू को जय जय होस्। यदि हजुरहरूले अगाडि पुस्तक लिएर बस्नुभएको छ भने हातमा लिएको चन्दन अक्षता पुष्पलाई त्यही पुस्तकमा यसो चढाउनुहोला। यदि पुस्तक छैन भने पवित्र दुनामा वा टपरीमा त्यो पुष्पलाई अर्पण गर्नुहोला। ओम श्री गणेशाय नमः। अथ श्री स्वस्थानी व्रतकथा तृतीयोऽध्यायः। समुपस्थित भक्तजन, हामीले यो तेस्रो अध्यायमा सतीदेवीको विवाहको वर्णनको कथाहरूको प्रसङ्गलाई लिएर उपस्थित भइसकेका छौँ। यहाँ कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य महामुनि, देवी पुराण शिव पुराण आदिमा पनि सतीदेवीका पुण्य चरित्रका विस्तृत व्याख्याहरू रहेका छन्। यहाँ पनि म तिमीलाई आफ्ना ज्ञानले भ्याएसम्मका पुण्य कथाहरू सुनाउनेछु। शिव सती विवाह अनि दक्ष यज्ञ आदिका कथाहरू असंख्य छन्, अनन्त छन्। यहाँ संक्षेपमा सुन भन्दै हुनुहुन्छ। अनि दक्ष प्रजापतिकी पत्नी
बिररणीले सतीदेवीको जन्मपछि अरू पनि धेरै कन्या जन्माइछन्। ती कन्याको सङ्ख्या 33 कोटी थियो। ती कन्याहरूलाई दक्ष र बिररणीले समान माया मोह लालन पालन गरेर हुर्काउँदै बढाउँदै लगे। कुमारको यस्तो खालको कुरालाई सुनेर अगस्त्य ऋषिले सोध्नु भएछ, हे कुमारजी, दक्ष प्रजापतिका 33 कोटी कन्याहरूको विवाह कोसित अनि कसरी भयो, त्यो पनि हजुरलाई आज्ञा होस् भने। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य महामुनि, अत्यन्त राम्रो कुरा सोध्यो, म भन्दै जानेछु, ध्यान दिएर सुन है भन्नुहुन्छ। दक्ष पुत्रीहरूको विवाह 33 कोटी देवताका साथमा भयो। स्वर्गका सम्पूर्ण देवताहरू, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दिक्पाल, नाग प्रभृति सबै एकै ठाउँमा भेला भएर ठुलो सभा गरे। हामीहरू यहाँ जति जम्मा भएका छौँ सबै स्त्री बिनाका छौँ। हाम्री पत्नीहरू कोही पनि छैन। स्त्री भनेको त घर हो। स्त्री छैन भने हाम्रो खाने बस्ने कहिले टुङ्गो पनि हुँदैन, सबै टुङ्गो मेटिनेछ। हामी 33 कोटी छौँ। यसकारण एउटी दोटी छोरी हुनेका घरमा कन्यार्थी भएर जान त हाम्रो पत्तो केही पनि लाग्दैन, किनभने हामी साह्रै धेरै छौँ। त्यसकारण दक्ष प्रजापतिका घरमा 33 कोटी कन्या छन्। त्यहाँ गए हाम्रो काम अवश्यमेव सबैको बन्नेछ भन्ने सभामा यस्तो निश्चय गरेका देवताहरूले नारद ऋषिलाई कन्यार्थीको रूपमा दक्षका घरमा पठाए। दक्ष प्रजापतिले पनि आफ्ना घरमा आएका नारदजीलाई विशिष्ट अतिथिका रूपमा आसनमा आसीन गराउनु भयो अनि पाद्य अर्घ्य आदिद्वारा सत्कार गरेर अनि नारद महामुनि यहाँ आउनुको कारण के रहेछ भनेर त्यो कारणलाई सोधे। नारदले पनि भयभरको सम्पूर्ण वृत्तान्तहरू बताए। आफ्ना 33 कोटी कन्या 33 कोटी देवतालाई विवाहको निम्ति कन्यार्थीको रूपमा नारद ऋषि आएको सम्पूर्ण कुराहरू बुझेर अत्यन्त हर्षित भएर दक्ष प्रजापति बोल्न लागे। हे नारद मुनि, मेरो कल्याण चिताएर बोल्नु भएको तपाईँको अमृत तुल्य भनाइलाई म कसरी नाइ भन्नुला। मेरा 33 कोटी कन्याको विवाह 33 कोटी देवतालाई दिन पाउँदा म धन्य हुनेछु। मेरा सम्पत्तिको हेरचाह गरिदिने कोही नभएको र मेरो पनि एउटै छोरा नभएका कारणले गर्दाखेरि मेरी जेठी छोरी जो सतीदेवी भने चाहिँ म आफैसँग राख्नेछु। उनलाई चाहिँ म कन्यादान दिने छुइनँ। तर अरू 33 कोटी कन्यालाई देवताहरूले ठहर गरेका शुभ बार, शुभ बेला, शुभ लग्न, शुभ मुहुर्तमा तपाईँले जुन जुन देवतालाई दिने आज्ञा गर्नुहुन्छ तिनैलाई म दिनेछु भन्दै दक्ष प्रजापतिबाट स्वीकृतिको वचन पाएका नारद मुनिले दक्ष र बिरणीबाट बिदा मागी स्वर्गमा पुगी देवताहरूको सामु प्रसन्न मुद्रामा देखा परे अनि आफू गएको र सम्पूर्ण कामहरू बनेको कुरा बताए। सतीदेवी बाहेक अरू 33 कोटी कन्या मागेर आएका यस्ता नारद महामुनिलाई सबैजनाले धन्य धन्य मुनि भनेर 33 कोटी देवताहरूले नै प्रणाम गरे। हे अगस्त्य महामुनि, खुसी भएका देवताहरूले विवाहको दिन ठिक गरी सम्पूर्ण कुराहरू तयार गरी विवाहका आवश्यक सरसामान सहित छत्र पत्र गरी दक्ष प्रजापतिका घर गए। कन्यादान लिनका निम्ति देवताहरू यसरी आएको देखि दक्ष प्रजापतिले अत्यन्त बडो हर्षका साथ वैदिक विधिपूर्वक मङ्गलगान, शङ्खध्वनि, वाद्यध्वनि सहित गराई आफ्ना 33 कोटी कन्या 33 कोटी देवतालाई दान दिए। देवताहरू पनि प्रसन्न भएर आफ्ना आफ्ना बेहुली लिएर आफ्ना आफ्ना स्थानमा पुग्दा भए। उता कैलाश पर्वतमा रहेका श्री महादेवले यो कुरा थाहा पाउनुभयो। देवताहरूले मलाई थाहै नदिकन एक वचन पनि नसोधिकन आफू आफू खुसुक्क गएर दक्ष प्रजापतिबाट कन्यादान लिएछन्। म यत्रो कैलाशको मालिक भएर पनि अहिलेसम्म अविवाहित छु। अब मलाई कसले कन्यादान देला भनी ध्यान दृष्टिले हेर्नुभएछ र मनमनै भन्नुभयो, ओहो, देवताहरूले मेरो मान त राखेकै रहेछ,
दक्ष प्रजापतिका कन्याहरूमा सबैभन्दा जेठी सतीदेवीको विवाह भएको रहेछ। सायद मेरै निम्ति राखिदिएका होलान् देवताहरूले भनेर मनमनै खुसी पनि हुनुभएछ। अनि भन्नुहुन्छ, अब कन्यार्थका निम्ति म आफै जाउँ वा कसैलाई पठाउँ, अब के गरौँ भनेर यसो विचार गरिसके पछाडि आफै गएर कन्या माग्ने निश्चय गरेर दक्ष प्रजापतिको वासस्थान जो कनखल हरिद्वारतिर लाग्नुभयो। आफ्ना महलमा आनन्दपूर्वक बसिरहेका दक्ष प्रजापतिले महादेव आउँदै गरेको टाढैबाट देखेर आफ्नी पत्नी बिरणीसित भनेछन्, हे प्रिय, त्यो आउँदै गर्ने महादेव जस्तो छ, आज यता किन आयो भनेर यसरी खिसी उडाए जस्तो गरेर बोल्न लागे। अनि यहाँ कुमारजी अगस्त्य महामुनिलाई सुनाउँदै भन्नुहुन्छ, हे अगस्त्य महामुनि, केही समयपछि महादेव दक्षका घरका आँगनमा आएर दक्षलाई बोलाउँदा घरका बारदलीबाट दक्ष प्रजापतिले हेरेर माथि आउने संकेत गरे। जब महादेव तलामाथि पुगेपछि, आज त मेरामा कति कामले आइस भनेर सिधै भने। यसरी दक्ष प्रजापतिले अनादर गरेर बोल्दा महादेवबाट आज्ञा हुन गयो, हे दक्ष प्रजापति, मैले यहाँ आउनुपर्ने काम के हो भने तिम्रा शुभेच्छा र कृपाले गरिकन 33 कोटी देवताले कन्यादान पाए। उनीहरूको घर बस्यो, ती सबैको उद्धार तिमीबाट भएको देखेर अब बाँकी रहेकी तिम्री जेठी छोरी सतीदेवीलाई माग्न म यहाँ आएको हुँ। उनका निम्ति म सुहाउँदछु, ती कन्या मलाई देऊ र मेरो पनि उद्धार गरिदेऊ भनेर महादेवले आज्ञा गरेको सुनि क्रोधले व्याकुल हुँदै दक्ष प्रजापति बोले, भन्छन्, हे शरम पचेको दुष्ट महादेव, 32 लक्षणले युक्त भएकी मेरी छोरी सतीदेवी यति प्यारी, कति सुकोमल शरीर छ, तेरा निम्ति कसरी सुहाउने? त श्मशान घाटमा बस्ने, खरानी घस्ने, नाकको माला लगाउने, बाघको छाला ओढ्ने, भूत प्रेतसँग डुल्ने, भाङ धतुराको नसामा भुल्ने, यस्ताले पनि मेरामा आएर कन्या माग्ने कुरामा मुख बाउन सुहाउँछ? विचार गरेको छ? तसर्थ मेरो घरमा एकछिन पनि त नबस भनेर पाखुरामा समातेर उठाए शिवजीलाई। यस्ता प्रकारले आफूलाई तिरस्कार गरी नराम्रा र निन्दित वचन गरेको सुनि दक्ष प्रजापतिबाट साह्रै मन दुखाउँदै महादेव बाहिर आएर अत्यन्त मर्माहत स्वरमा बोल्नुभयो, ठिकै छ त, इच्छा छैन भने नदिने मन भए दिन्न भन्दा भइजान्थ्यो त, कुरामा किन दस्थो भनेर अर्काको निन्दा र अपमान गर्नु पर्यो भनेर महादेवले यसरी अत्यन्त धेरै दुःखी स्वरमा बोल्नुभयो। अनि हे मुनि, त्यसपछि श्री महादेव विष्णु लोकमा जानुभयो। श्री महादेव आएको देखि भगवान विष्णुले हतार हतार आफ्नो आसनबाट उठी आदरपूर्वक महादेवलाई बसालेर के कामले पाउ कष्ट भयो प्रभु भनेर सोध्नुभयो। महादेवले पनि 33 कोटी देवताहरूको विवाह भएको सबै कुराहरू वृत्तान्तहरू सुनाउनु भयो। अनि आफू सतीदेवीलाई माग्न गएको र दक्ष प्रजापतिबाट आफ्नो अपमान भएको, तिरस्कार भएको सबै वृत्तान्तहरू जस्ताको तस्तै सुनाउनु भयो र भन्नुभयो, हे प्रभु, मेरा कोही पनि पत्नी नभएकाले म घरविहीन छु, स्त्री नभए घर हुँदैन, त्यसकारण जुन उपायले हुन्छ ती सतीदेवी मेरी हुने काम गर्नुहोस् प्रभु भनेर महादेवले यसरी विष्णु भगवानलाई बिन्ती बिसाउनु भयो। यहाँ कुमारजी अगस्त्य महामुनिलाई भन्नुहुन्छ, हे अगस्त्य महामुनि, महादेवको इच्छा बुझी विष्णु भगवानले भन्न लाग्नुभयो, हे शङ्कर, जसरी भए पनि यो काम म मिलाउँला, हजुरले सुर्ता मान्नु पर्दैन, म आज नै दक्ष प्रजापतिका घरमा जानेछु, मन आएसम्म तपाईँ यहीँ रहँदै गर्नु है भनेर भगवान विष्णुले महादेवलाई त्यहाँनेर पुरा आफ्नो बाणीमाथि भर पारेर दक्ष प्रजापतिका घरतर्फ आफू लाग्नुभयो। भगवान विष्णुको आगमन देखेर दक्ष प्रजापतिले आदरपूर्वक अग्ला आसनमा बसाल्नुभयो अनि सोध्न लागेछन्, हे विष्णु भगवान, आज मेरो जन्म सफल भयो, मैले आफ्ना घरमा हजुरको दर्शन पाएँ, मबाट हजुरको के सेवा गरौँ
भनेर यसरी दक्ष प्रजापतिले सोधेछ। दक्ष प्रजापतिको यस्तो खालको वचनलाई सुनि विष्णु भगवान आज्ञा गर्नुहुन्छ, हे दक्ष प्रजापति, म केही माग्न भनेर आएको छु भनेर जब भन्नुभयो, यस्तो कुरा सुनि हजुरले चाहेको कुरा म दिनेछु भनेर दक्ष प्रजापतिले पनि तत्कालै आफूले बोलिहालेछ। अनि भगवान विष्णुले पनि यतिखेरै हो कुरो आफूले राख्ने भनेर चाहिँ विष्णुबाट फेरि आज्ञा भयो, हे दक्ष प्रजापति, म वैकुण्ठ लोकको अधिपति भएर पनि स्त्री रहित छु। तिम्रा कृपाले 33 कोटी देवताहरू तिम्रा कन्या पाई उद्धार भए। तिम्री एउटी कन्या सतीदेवी अविवाहित नै छिन्, ती कन्या मलाई दिएर मेरो पनि घर बसाइदेऊ भनेर विष्णु भगवानले जब भन्नुभयो, विष्णुको यस्तो खालको आग्रहलाई देखेर मनमा धेरै विचार गरेर दक्ष प्रजापतिले भने, हे प्रभु, मेरा पुत्र छैन, मैले मेरो र मेरा सम्पूर्ण सम्पत्तिको रक्षाको लागि यी कन्या राखेको हुँ। तर पनि मैले अघि नै हजुरले चाहेको र मागेको म अवश्य दिनेछु भनेर मुखबाट बोलिहालेँ। तसर्थ यसकारण अब मेरो मुख मैले बोलेका बाणीलाई म झुठो हुन दिन्न, यसकारण म झुठो पनि बोल्दिनँ। अब यी कन्या तपाईँलाई मैले दिएँ। शुभ लग्न ठहराई शुभ मुहुर्तमा शुभ दिन शुभ बेला सबै राम्रो पारेर कन्या ग्रहण गर्नुहोस् भनेर दक्ष प्रजापतिले भगवान विष्णुलाई भने। यस्तो खालको कुरा दक्ष प्रजापतिबाट सुनेर श्री विष्णु हर्षित हुँदै वैकुण्ठतिर जानुभयो। वैकुण्ठमा विष्णु आएको देखेर, हे विष्णु, गएको काम के कसो भयो भनेर महादेवले आत्तिँदै हतार छेउछेउमा आएर सोध्न लाग्नुभयो। अनि यस्तो खालको महादेव हतारिँदै सोधेको कुरालाई यसो हेर्दा हेर्दै भगवान विष्णुबाट आज्ञा भयो, हे ईश्वर, म गएको काम होला नै जस्तो छ है, तर मैले आफैलाई भनी मागी आएको छु। विवाहको दिन तपाईँले वृद्ध सन्यासीको रूप लिएर विवाह मण्डपमा आई भिक्षा माग्नु, अनि मलाई भिक्षा नदी कन्यादान भएमा दिने र लिने दुवैलाई श्राप दिनेछु भन्नु। त्यसपछि कन्यादान पछाडि भिक्षा दिउँला हे सन्यासी, मेरो छेउमा आइबस भनेर म हजुरलाई भन्नेछु र तपाईँ मेरो छेउमा आएर बसिराख्नु। जब कन्यादानको ठिक समय आउँछ त्यो समयमा दक्ष प्रजापतिका आँखा छलेर तपाईँका हातमा सतीदेवीको हात यसो पारिदिउँला, कन्यादान हजुरकै हातमा पारिदिउँला। त्यसो गर्दा त भयो नि, यो बार यो दिन यो बेलाको यो लग्न छ, यताउता सबै कुरा भनिवरी यसरी भगवान विष्णुले महादेवलाई सबै कुराहरू यसरी निर्णय गराएर सुनाउनु भयो। फलाना दिन चाहिँ हजुर आउनु है, यो बेला यो दिन यो लग्नमा शुभ लग्न छ, त्यही लग्नमा बिहे गर्नुपर्छ भनेर सम्पूर्ण कुराहरू विष्णु भगवानले शिवजीलाई सुनाउनु भयो। किन भन्दाखेरि दक्ष प्रजापतिका साथमा भएका सम्पूर्ण कुरा पनि सुनाउनु भयो। अनि त्यहीँनिर सबै कुराहरू निर्णय गरेर आउनु भएको रहेछ। तसर्थ अब यता विष्णुबाट भएका यी सम्पूर्ण कुराहरू सुनेर प्रसन्न भएका महादेव पनि त्यहाँबाट विष्णु भगवानलाई प्रणाम गरेर कैलाश पर्वतमा जानुभयो। जय जय श्री स्कंद पुराण केदार खण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरी व्रत कथायां सतीदेवी विवाह प्रसंगको नाम तृतीयोध्याय। समुपस्थित आदरणीय भक्तजन सज्जन वृन्द, हामीहरूले कथा प्रसङ्गलाई श्रवण गरिसकेका छौँ। आउनुहोस् अन्तिममा रहेको पुष्पाञ्जलि हामी सबै मिलेर हातमा पुष्प लिएर पुष्पाञ्जलि अर्पण गर्नेछौँ। ओम उपनयतु मङ्गलं वः सकल जगन्मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलिन दल निभेक्षणः श्रीकृष्णः काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम्
तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथा प्रसङ्गः या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा नुसृतेः स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् अनन्यचेतसा भक्त्या श्रुतं यच्च कथामृतं समर्पयामि तत्सर्वं स्वस्थानिं परमेश्वरीम् ओम श्री स्वस्थानी परमेश्वर्यै नमो नमः। श्री स्वस्थानी भगवती को जय। स्वस्थानी भगवती को कृपा प्रसाद द्वारा हामी सबैको मनोकामनाहरू पूर्ण हुन् भन्ने कामना गर्दै पुष्पाञ्जली पुस्तकमा अर्पण गर्नुहोला। आदरणीय भक्तजन, अब हामी भगवती स्वस्थानी देवीको आरती गर्नेछौँ। हजुरहरूले पनि आफ्नो घरमा यही आरतीद्वारा आरती गर्न सक्नुहुनेछ। आउनुहोस् आरती श्रवण गरौँ। ओम जय श्री स्वस्थानी माता मैया, जय श्री स्वस्थानी माता। आपको निश दिन ध्यावत मैया जी को निश दिन ध्यावत पार्वती माता। ओम जय श्री स्वस्थानी माता। चार भुजा माता मैया, चार भुजा माता। खड्ग चरम त्रिशूल, खड्ग चरम त्रिशूल कमल शोभा पाता। ओम जय श्री स्वस्थानी माता। जिस घर में तुम रहती तहाँ सद्गुण आता। मैया कहाँ सद्गुण आता। तुमरा व्रत करके सब मैया जी का व्रत करके सब संभव हो जाता। ओम जय श्री स्वस्थानी माता। नवराज को राजा बनाया, गौ माँ को राजमाता। मैया गौ माँ को राजमाता।
सब अगस्त्य मुनि को यह सब सुकुमार सुनाता। ओम जय श्री स्वस्थानी माता। अश्वत्थामा ऋषि रसातल में बताता। मैया रसातल में बताता। महादेव की पूजा शंकर महादेव की पूजा तुमरे मन भाता। ओम जय श्री स्वस्थानी माता। पौष माघ महीने में जो जन तुमरा व्रत कर पाता। मैया तुम्हारा व्रत कर पाता। तुम्हारी कृपा से वो मन मैया जी की कृपा से वो मन वांछित फल पाता। ओम जय श्री स्वस्थानी माता। श्री स्वस्थानी माता जी की आरती जो कोई नित गाता। मैया प्रेम सहित गाता। रिद्धि सिद्धि सुख संपत्ति रिद्धि सिद्धि सुख संपत्ति जीवर के पाता। ओम जय श्री स्वस्थानी माता। जय श्री स्वस्थानी माता। मैया जय श्री स्वस्थानी माता। आपको निस दिन ध्यावत मैया जी को निस दिन ध्यावत पार्वती माता। ओम जय श्री स्वस्थानी माता। मैया जय श्री स्वस्थानी माता। जय जय श्री स्वस्थानी माता।